ए बसिसकिस्? बसिसक्यो नि, बरु लगाइदिनु न टिका सिका यसो। अब मेरो बाबुलाई दक्षिणा नि चाहिन्छ होला होइन? दक्षिणा चाहिँदैन त अब? ए चाहिँदैन बुवा, यो दक्षिणा भनेको त हातको मैलो हो, केही पनि हुँदैन, बरु आशीर्वाद दिए पुग्छ। ए बुझाउनु साँच्चै छ जे होस्। टिका त लाउनु हुन्थ्यो बाबु, तर फेरि त्यही पल्ला घरे साइलाको छोरो मरेको छ, फेरि त्यो आफ्नै काकाको छोरो। सुन्नु बा, म त टिका लाउन आएँ नि दसैँको। थेत्तेरीकै रातो पसिना आउने पनि रोग कहिले नजाने भयो। थेत्तेरीका तँ चाहिँ किन डराइरहेको? नडरा नडरा, यही टिका ला। होइन होला बुवा, अब यसपालिको दसैँ नमनाउ जस्तो लाग्यो हौ। ए नडरा नडरा, वर्ष दिनमा आएको चाडपर्व हो, लगाउनु पर्छ, मनाउनु पर्छ। के गर्नुभयो बुवा यो? ए लगा लगा, मलाई हतार छ कि अलिकति, त्यहाँ जुठो परेको छ। ल अब भयो नि, बाँकी भएको पैसा फिर्ता घर लिएर आइज ल, फिर्ता। कुन दिनमा जन्मेछ क्या यो बुढो? त टिका लाउनु पर्दैन भनेको चाहिँ मान्दो रहेछ, जे होस् ज्ञानी छ छोरो चाहिँ अनि मेरै हो।